तपाईलाई मात्रै होइन, मलाई मात्रै होइन, संसारको जोसुकै व्यक्तिहरूलाई घरायसी सामाजिक पारिवारिक हिसाबले चाहिँ कुनै न कुनै किसिमको समस्याहरू हुनसक्छ, मतभेद हुनसक्छ, कुरा नमिल्न सक्छ। तर पनि यस्तो समस्याहरू छ, समस्या पर्यो, आर्थिक समस्या पर्यो, सामाजिक समस्याहरू पर्यो भनेर तपाईँले आफूले आफूलाई खुसी राख्न सक्नु भएन, आफूले आफूलाई व्यवस्थापन गर्न सक्नु भएन भने बिस्तारै तपाईँमा शारीरिक समस्याहरू, मानसिक समस्याहरू, विभिन्न रोगहरू देखा पर्न सक्छ कि। त्यसैले कसैको कुरा नसुन्ने सबैभन्दा पहिला भनेको आफू हो। समस्या सबैलाई पर्छ, दुःख सबैलाई हुन्छ, आर्थिक समस्या सबैलाई हुन्छ। तपाईँ के काम गर्दै हुनुहुन्छ, तपाईँ केमा व्यस्त हुनुहुन्छ, त्यसलाई निरन्तरता दिनुहोस्, त्यसमा अनुशासित भएर लागि पर्नुहोस्। एक दिन म सफल हुन्छु भनेर त्यसलाई योजना बनाउँदै जानुहोस्, त्यसमा तपाईँ सफल बन्नुहुन्छ। त्यही भएर पहिला कुरो भनेको आफ्नो स्वास्थ्य हो। तपाईँ स्वस्थ हुनुभयो भने सबै कुरा मिल्दै जान्छ कि। अहिले तपाईँलाई थाहा छ सुगर, प्रेसर, युरिक एसिड, थाइराइड, क्यान्सर बढ्नुको कारणहरूमा सबैभन्दा ठुलो कारण भनेको चिन्ता, डिप्रेसन, एन्जाइटी, जसले गर्दा चाहिँ यो रोगलाई चाहिँ रोग लाग्नलाई थप प्रेरणा, थप सहयोग गरिरहेछ कि। त्यही भएर सबैभन्दा पहिलो कुरो भनेको आफू खुसी हुनुहोस्, सधैँ खुसी हुनुहोस् कि।